के तपाईँ पिएसबिडी सेक्युरिटी गार्डका बारेमा विस्तृत जान्न चाहनुहुन्छ? यो कस्तो संस्था हो? यो सेक्युरिटी कम्पनी सर्भिस कस्तो छ? यदि त्यस्तो तपाईँलाई जान्ने चाहना छ, इच्छा छ भने यो भिडियो तपाईँका लागि निकै उपयोगी हुन सक्छ। संयुक्त अरब इमिरेट्स अर्थात् युएईमा सेक्युरिटी गार्ड बन्नका लागि पिएसबिडी सबैभन्दा प्रतिष्ठित, उच्च तलब र कडा मापदण्ड भएको लाइसेन्स हो। यदि तपाईँ यसमा करियर बनाउन चाहनुहुन्छ र यसमा जब गर्न र जागिरको अवसर खोजिरहनु भएको छ भने यो भिडियो तपाईँको यात्राका लागि निकै सहयोगी बन्न सक्नेछ। पिएसबिडी भनेको के हो र यो कहाँ लागू हुन्छ? कार्यक्षेत्र: यो लाइसेन्स विशेष गरी आबुधाबीमा लागू हुन्छ र दुबई बाहेकका अन्य इमिरेट्सहरूमा पनि काम गर्न अनिवार्य छ। फरक: दुबईका लागि सिरा सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी एजेन्सी लाइसेन्स चाहिन्छ भने आबुधाबीका लागि पिएसबिडी पिएससिओडी चाहिन्छ। सिराको तुलनामा पिएसबिडीको तालिम, परीक्षा, फिजिकल टेस्ट गाह्रो हुन्छ र यसको तलब र प्रतिष्ठा पनि बढी छ। आवश्यक योग्यता: पिएसबिडी सेक्युरिटी गार्डको अन्तर्वार्ता दिन र लाइसेन्स प्रक्रियामा सहभागी हुन निम्न मापदण्ड पुरा हुनुपर्छ। उमेर न्यूनतम 21 देखि 40 वर्षसम्म हुनुपर्छ। उचाइ: पुरुषको हकमा न्यूनतम 5 फिट 7 इन्च अर्थात् 170 सेन्टिमिटर वा केही कम्पनीहरूमा 173 सेन्टिमिटर पनि मापदण्ड छ। महिलाको हकमा न्यूनतम 5 फिट 3 इन्च अर्थात् 160 सेन्टिमिटर हुनुपर्छ। शैक्षिक योग्यता: न्यूनतम शैक्षिक योग्यता कक्षा 12 पास अर्थात् +2 उत्तीर्ण र शैक्षिक प्रमाणपत्रहरूमा सरकारी निकाय, नेपालमा शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र युएई दूतावासबाट प्रमाणित भएको हुनुपर्नेछ। भाषा र शारीरिक तन्दुरुस्ती: अङ्ग्रेजी भाषा राम्रोसँग बोल्न, पढ्न र लेख्न जान्नै पर्छ। शरीरमा देखिने खालको कुनै पनि ट्याटू स्वीकार्य हुँदैन। भर्ना र लाइसेन्स प्रक्रिया: पहिलो चरण: नेपालमा वा युएईमा म्यान पावर एजेन्सी मार्फत सेक्युरिटी कम्पनीको क्लाइन्ट इन्टरभ्यू पास हुनुपर्छ। दोस्रो चरण: युएई आगमन र मेडिकल: कम्पनीले भिसा दिएपछि युएई पुगेर सुरुमा सरकारी मेडिकल र इमिरेट्स आइडीको प्रक्रिया सुरु हुन्छ। तेस्रो चरण: कम्पनीले तपाईँलाई एनएसआई वा टिएसटिआईमा 1 हप्ताको विशेष तालिमका लागि पठाउँछ। त्यहाँ सुरक्षाको नियम, प्रविधिको प्रयोग, आगलागी नियन्त्रण, प्राथमिक उपचार र आत्मरक्षा लगायतका तालिमहरू दिइन्छ। चौथो चरण: तालिमपछि लिखित परीक्षा र फिजिकल फिटनेस जस्तै दौड, पुसअप आदि पास गर्नुपर्छ। परीक्षा पास गरेपछि मात्रै त्यसपछि अन्तर्वार्ता हुन्छ। अन्तर्वार्ता पास भएपछि तपाईँलाई लाइसेन्स प्राप्त हुन्छ। ड्युटी र तलब सुविधाहरू: तलब स्यालेरी 26 दिन काम गर्दा सामान्यतया 2770, करिब नेपालको 1 लाखभन्दा बढी हुन जान्छ। बेसिक स्केल हुन्छ। यदि महिनाको 30 दिन नै ओभरटाइम सहित काम गर्नुभयो भने कम्पनी अनुसार 3000 देखि 3500, फरक पनि नियमअनुसार पैसा तपाईँले रकम दिराममा प्राप्त गर्न सक्नुहुनेछ। ड्युटी समय: दैनिक 12 घण्टा जसमा आउने जाने, खाजा खाने समय समावेश हुन्छ। ड्युटी सिफ्ट अनुसार दिन वा रातको पनि हुनसक्छ र कतिपयको मध्याह्नदेखि मध्यरातसम्म पनि हुनसक्छ। अन्य सुविधाहरू: बस्ने सुविधा तपाईँलाई कम्पनीले प्रदान गर्छ। जुनसुकै सेक्युरिटी कम्पनीको पनि बस्ने सुविधा कम्पनीको हुन्छ। स्वास्थ्य बिमा कम्पनीले निःशुल्क रूपमा उपलब्ध गराउँछ। कामको प्रकृति: पिएसबिडी गार्डहरूलाई सरकारी कार्यालय, बैंक, तेल तथा ग्यास कम्पनी, ठुला महलहरू र भिआइपी आवासीय क्षेत्रमा खटाइन्छ। काममा बस्ने, हिँडेर पेट्रोलिङ गर्ने, सीसीटीभी निगरानी गर्ने र भिजिटरहरूको रेकर्ड राख्ने जस्ता जिम्मेवारीहरू यसमा हुन्छन्। महत्त्वपूर्ण सुझाव: परीक्षामा अनुत्तीर्ण भएमा पुनः मौका परीक्षा दिन पाइन्छ, तर खर्च र समय बढी लाग्ने हुँदा एनएसआई र टिएसटिआईका तालिम अवधिमै असाध्यै अनुशासित भएर पढेमा यो परीक्षा सहजै पास गर्न सकिन्छ। यदि तपाईँलाई अङ्ग्रेजीसँगै अरबी भाषा पनि आउँछ भने त्यो तपाईँका लागि निकै उपयोगी हुन सक्छ। तपाईँ पिएसबिडीमा आउने सोचिरहनु भएको छ भने कम्तीमा परीक्षाको समयमा 50 अङ्कको परीक्षा हुन्छ, जसमा 35 अङ्क ल्याउनै पर्ने हुन्छ। त्यसमा तपाईँ 35 ल्याउनुभयो भने तपाईँ उत्तीर्ण भएर थप अगाडिको प्रक्रियामा सहभागी हुन सक्नुहुनेछ। पिएसबिडी सम्बन्धी यो भिडियो तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई राम्रो लाग्यो भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् र यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। आगामी श्रृङ्खलामा पिएसबिडीमा कस्ता प्रश्नहरू सोधिन्छन् र कस्ता प्रश्नको कसरी तयारी गर्ने भनेर अर्को भिडियोका साथ उपस्थित हुनेछौँ। अहिलेलाई धन्यवाद।